नमस्कार साथीहरु, आज म गाउँको घरमा आएको छु। हाम्रो गाउँमा चाहिँ भर्खर लिची यस्तो अवस्थामा छ। लिची चाहिँ हाम्रो असार पहिलो दोस्रो हप्तातिर पाक्छ अनि हाम्रो घर नजिकैको बगैँचाहरू यस्तो अवस्थामा छ र यो मेरो जन्मभूमि, जन्मेको ठाउँ धेरै माया लाग्दो रहेछ। आफू जन्मेको, हुर्केको, बढेको ठाउँ सबैभन्दा प्रिय हुँदो रहेछ र यो हाम्रो करेसाबारी वरिपरि सुन्तलाको बोट, यो चाहिँ रुद्राक्षको बोट ठुलो भइसकेको छ अनि त्यसै गरेर यो चाहिँ बुद्ध चित्र रुख पनि ठुलै भइसकेको छ। 3-4 वर्ष फलिसकेको छ र खोर्सानीहरूको बिरुवा पनि यस्तो अवस्थामा छ। अम्बाको बोट पनि छ हाम्रोमा, अम्बा पनि फल्छ। अलैँची पनि हाम्रो करेसाबारीमा अलैँची पनि छ। लिची त यसरी घरको वरिपरि यस्तो किसिमको पिँडालु पनि छ। त्यसै गरेर यो चेनेमा बाटे साग पनि छ। घरको फेरिको अवस्था, पानी हाम्रो यसरी धारामा निरन्तर रूपमा आइरहन्छ। पानी जति बेला पनि आइरहेको हुन्छ। यो नयाँ धारा जडान गरिएको छ। यो चाहिँ हाम्रो आमाले बिहान बेलुका सुँगुरलाई, भैँसीलाई, गाई बस्तुलाई खोले चारो पकाउने ठाउँ र हाम्रो घर पौराणिक घर यस्तो अवस्थामा छ। बगैँचा वरिपरि घरको बगैँचामा हाम्रो यो कान्छाले रोपेको यो पनि छ। त्यसै गरेर घरको मुनि हाम्रो यसरी प्रत्येक वर्ष दसैँमा खानको लागि सुँगुर पाल्ने चलन छ। यसरी बगैँचा, थुपारी रावेसी वार्ड नम्बर 2 खाडपा अवस्थित एउटा रोड छ, जुन रोडमा चाहिँ पहिला बाँदर पनि लडी मर्छ भन्थ्यो। अहिले चाहिँ बस कुद्ने गरेको छ। पारी यो तल रावेसी धेरै उर्वर भूमि, धानको खेती हुन्छ। यो दुधकोशी जलविद्युत आयोजना सञ्चालन भयो भने चाँडै डुब्न सक्ने सम्भावना पनि छ। पारीको यो डुम्रेकोट अनि पारी कल्लेरी गाउँ अनि मैले पढाएको, हामी पढाउँदा त यस्तो अवस्थामा यो विद्यालय थिएन। पछि इन्डियन एमएसीले बनाएको विद्यालय। पछि म आफैले अध्यापन गर्ने मौका पाएँ अनि त्यस पछाडि 3-4 वर्ष मैले अध्यापन गरेको विद्यालय मेरो घरबाट जस्ट अपोजिट देख्न सक्नुहुन्छ। अनि तलतिर छात्रावासको पनि व्यवस्था छ। यहाँ यति राम्रो बिल्डिङ बनेको छ। यो चाहिँ पहिला पोखरेलहरूको बस्ती भएको, घना बस्ती भएको गाउँ हो, गाविस हो, स्थान हो। पोखरेलहरू चाहिँ धेरै पहिले बसाइ सरेर
गइसक्नु भएको अवस्था। यो खारपाको रेलुङ गाउँ भनिन्छ, जहाँ चाहिँ अझै पनि केही दलित समुदायको बस्ती गएको पाइन्छ। अनि घरको फेरिको अवस्था। इन्द्रकमल फुल कति मिठो मगमाग्रा फुलेको अवस्था। अनि यो चाहिँ हाम्रो मतदान अझै पनि पौराणिक खारको छानो लाएर बनाएको छ मेरो घर। यो घर चाहिँ केही वर्ष अगाडि मात्र टिन फेरिएको छ। पहिला यसरी खरको छानो नि लगाउने चलन थियो, लगाइन्थ्यो। यो चाहिँ हाम्रो छिमेकी बुढो माउली घर। अब अहिले यो शून्य अवस्थामा छ। 5-6 भाइ छोराहरू अहिले यहाँ हुनुहुन्न। उहाँहरू चाहिँ आफ्नो आफ्नो व्यक्तिगत पारिवारिक बच्चा बच्चीहरूलाई पढाउने बढाउने क्रममा बाहिरै हुनुहुन्छ। हाल चाहिँ अब उहाँको छेउमा रुन्चीमा कान्छी बोजू बसिराख्नु भएको छ। यसरी हाम्रो घरको वरिपरि यहाँ चाहिँ मकै खेती पनि गरिएको रहेछ। यो चाहिँ मेरो काका बोलाकृष्ण काका। उहाँ पनि एक्लो हुनुभएर खेतीपाती गर्न नसक्ने अवस्थामा हुनुहुन्छ र मेरो बाबा आमाले दुःख गरेर भए पनि घरको वरिपरि खेती लगाउनु भएको रहेछ। गाउँघरमा अब यस्तै हो, समस्या हुन्छ। अब अहिले रोडहरू बिजुलीहरू आएको अवस्था, इन्टरनेट आएको अवस्था र पनि मान्छेहरू बसिरहेको अवस्था नभएको पाइएको छ। ठुलो हाम्रो मनका रुख थियो, बाबाले ढाल्नु भएछ। यस्तो अवस्थामा छ गाउँघर। आफू जन्मेको हुर्केको गाउँ सबैभन्दा प्रिय लाग्ने रहेछ। सुन्तला पनि छ हाम्रो यहाँ तल्लो घर कान्छो काकाले लाउनु भएको सुन्तला बगान त्यति राम्रो फस्टाएको पाइएको छैन, भने जस्तो फस्टाएको पाइएको छैन। यो पनि अब खेतीपाती गर्दा मलजल गर्दा अलिकति फस्टाउने रहेछ, त्यो नपाएको अवस्था छ।